गाइज हामी मुस्ताङ लाग्यो है। अब यो चाहिँ मुस्ताङको घाँसा भन्ने ठाउँबाट त्यो देखेको चाहिँ धौलागिरी हिमाल है, एकदम ब्ल्याक टप रोड। ब्ल्याक टप रोडमा ट्याक्क हिमाल होइन त। तपाईँहरू नि आउन चाह्यो भने गाडी कम्फोर्टेबल छ, प्राइभेट कार हो है। मसँग यस्तो 3टा छ गाडी। हेर्नु भ्यू पनि दामी छ। बाटो पनि राम्रो। ल हेर्नु ठाउँ नाइस। आजभोलि खैरीहरूको खासै सङ्गत नगरेर होला इङ्ग्लिस पनि फ्याट्टै आएन कि, अन्त म इङ्ग्लिस त बोलिराख्ने मान्छे हो होइन। अब मोबाइल नम्बर पनि राख्छु म यहाँ है। तपाईँले मोबाइल नम्बर चाहिँ हामीले त्यो एडिट गर्ने त्यो हुन्छ नि, त्यहाँ लेखेर राख्ने। भोइसमा चाहिँ तपाईँले गाना राख्ने। देखिदिने त्यहाँ गइदिनु। बाटो चाहिँ खतरा छ, अच्छा भइसक्यो यो बाटोमा। बस ट्रक जिप सब चलाएँ मैले अफरोड हुँदा। लगभग 15-16 वर्ष भयो यो बाटोमा ड्राइभिङ गर्न लागेको पनि है त। यता चाहिँ फेरि यस्तो छ, भिरमा पहिरो गएको कि के हो यो।